यदि तपाईँ वा तपाईँको परिवारमा कोही रक्सी वा दुर्व्यसनको समस्यासँग सङ्घर्ष गरिरहनु भएको छ भने अब ढिला नगर्नुहोस्। परिवर्तनका लागि युवा सञ्जाल, कास्की पोखरा 15 टुटुङ्गा। मेरो चाहिँ भाइ अब 1 वर्ष अगाडि पनि बिग्रेर राखेको थियो, घर ल्यायो, अब फेरि बिग्रियो, साथीको सल्लाह थियो, अहिले फेरि राखेको 3-4 महिना हुँदा एकदम राम्रो हुन्छ। हाम्रो सेवाहरू 5.5 रोपनी खुला र शान्त वातावरण, नियमित काउन्सेलिङ र आर्ट अफ लिभिङ कक्षा, सिपमूलक तालिम, हेरचाहकर्ता सहित 10 दिने डिटक्स सेवा, इन्डोर तथा आउटडोर खेल मैदान र 20 वर्षभन्दा बढी अनुभव भएको दक्ष टिम। अब गर्दै नसखाने सोच चाहिँ छैन, जस फ्यामिलीहरूलाई पाल्छु, अब दुःख दिए अब चाहिँ दिदिनँ भन्ने चाहिँ सोच राखेको छु सर। अब विदेश जाँदैछु हप्ता दिनमा, अब विदेशमा गएर फेरि त्यहाँ रमाउने त होइन होइन सर, अब जति रमाएँ यहीँ रमाएँ, अब विदेशमा रमाउँदैन, कमाउने जाने। शुभकामना चाहिँ हाम्रो भाइलाई लामो समय बसेर यहीँबाट विदेश जाँदै हुनुहुन्छ एकदम राम्रोसँग। अब जिन्दगीको नयाँ आयाम, नयाँ मोड, व्यावहारिक मान्छे, विवाहित मान्छे, बालबच्चावाला मान्छे, अब यो नसाको भौरीमा पस्नभन्दा यो आफ्नो सङ्घर्ष, आफ्नो कर्मको भौरीमा फसेको राम्रो, अगाडि बढेको राम्रो। ल शुभकामना छ हाम्रो भाइलाई।